प्रणाम, जय श्री राधे राधे, शुभ प्रभात सबैजनालाई। यो मैले किन देखाइरहेको छु भन्दाखेरि चाहिँ हजुरहरूलाई थाहा छ कि छैन त्यो त मलाई थाहा भएन हैन। हेर यहाँ चाहिँ मैले के गरेँ भन्दाखेरि एक मुठी जति नुन, 3-4 मुठी जति गहुँको पिठो, अनि त्यसपछि 3वटा दाना जति कागती है, नेपाली कागती थियो। अर्को इन्डियन कागती भने केही फरक पर्दैन हैन। अनि यसलाई मज्जाले मोली। अब यो नुन राखेको कागती निचरेको चाहिँ भिडियो बनाइराख्दाखेरि भिडियो खिचिदिने मान्छे हुनुहुन्न मेरो चाहिँ है। यो कागती बोक्रा निचरेको यहीँ छ हैन। अनि यो चाहिँ किन मैले गरेँ भन्दाखेरि यहाँ हेर्नुस् है मेरो है, कति फरक पाउनु भएको छ कि छैन ल हेर्नुस् त। अब फेरि म ट्राई गर्छु है त। अब यहाँनिर यस्तो छ नि कलर, यहाँ यस्तो छ हैन। यो चाहिँ मैले दलिसकेँ। यो दलिसकेको चाहिँ भिडियो बनाउन मैले देखाउनलाई सकिनँ हैन। अब यहाँ देखाउँदैछु है त यो कस्तो हुँदो रहेछ हेर्नुस् ल। कस्तो फोहोर पारेर राखेँ कि नमाजेर भन्नु होला फेरि। ल हेर्नु, देख्नुभयो नि हेर्नुस् त। पिताम्बरीको जरुरतै नपर्ने रहेछ क्या। पिताम्बरीले भन्दा यसले त कयौँ गुणा राम्रो। हेर्नुस् न यहाँ। अब यहाँ कलर यस्तो छ हेर्नुस् है। मेरो चाहिँ भिडियो खिचिदिने मान्छे नभएको कारणले गर्दाखेरि असहज भएको हो। ल हेर्नुस् है, यहाँ यस्तो कलर आइहाल्छ नि। हेर्नु यहाँ यो टिकटिक भएको सबै जान्छ क्या। हेर्नुस् है यहाँ, हेर्नुहोस् है त। म लात्तीले भने पनि थिच्नै पऱ्यो क्या देखाउनको लागि। ल यस्तो छ नि कलर, यस्तो देखिरहनु भएको छ है। अब यो मैले यो लिएँ हैन। ल हेर्नुहोस् यहाँ सटक्कै जान्छ। हेर्नुहोस् त यहाँ। ल हजुर पनि यस्तै गर्नु होला। पिताम्बरीले चाहिँ हात खान्छ हैन, यसले चाहिँ हात खाँदैन है। ल हेर्नुहोस् यहाँ ल यसरी माझ्नु होला, एकदम राम्रो हुन्छ है त साथी हो। मैले चाहिँ झुटोको खेती कहिल्यै गर्दिनँ है। जे सत्य हो, जे मैले भोगिसकेको हुन्छु नि त्यो मात्रै भिडियो बनाएको हुन्छु के। ल हेर्नुहोस् यहाँ। ल हेर्नुहोस् है, हेर्नुहोस् है, हेर्दै जानु है। यसमा चाहिँ अलि ढिलो भयो खै किन हो, नत्र भने त स्वाट्टै जान्छ, स्वाट्टै जान्छ। तर यो पनि अलि ढिलो जान्छ, एकछिन मान्नुपर्ने रहेछ। किनकि यो हजुरहरूलाई भिडियो बनाएर देखाउनकै लागि मैले नमाजिकन राखेको थिएँ नि त, नत्र फेरि विश्वास नहुन सक्छ है। ल यस्तै गर्नु होला। पूजाको भाँडा यस्तो तामाका है, एकदम दामी हुन्छ। ल हेर्नुहोस् स्वाट्टै। ल हेर्नुहोस् यहाँ झर्राका थाल, करुवा खुब राम्रो हुन्छ है त। सुन्नुभयो नि भिडियो। 3-4 मुठी गहुँको पिठो, 1 मुठी नुन, आयोडिन नुन, अनि त्यसपछि 2देखि 3 दाना कागती। ल हस् त, बाई बाई, शुभ प्रभात। हजुरको दिन शुभ रहोस्। मेरो फेस